आज दिनाङ्क 12/4/2025 दिन शनिबार हेल्पिङ ह्यान्ड्सले आफ्नो गाउँभित्र भएका केही घरहरूमा जस्तै समस्या श्रीमती लीला छेत्री र विकास बाहुनका घरबाट बाहिर निक्लिने बाटो र मेन बाटोमा वेलकम टु आवर युट्युब च्यानल हेल्पिङ ह्यान्ड्स दुम्चीपाडा। आज श्रीमती लीला छेत्री र विकास बाहुनको घर हुँदै एउटा सानो बाटोको निर्माण गरियो। यस बाटो दुम्चीपाडा 1456 पाट भित्री एउटा सानो बाटोको निर्माण कार्यमा हेल्पिङ ह्यान्ड्सको एकदमै तीव्र मद्दत प्रदान गरियो। हेल्पिङ ह्यान्ड्सका प्रेसिडेन्ट श्रीमती अन्जु लोप्चनज्यू एकदमै एक्टिभ हुनुहुन्छ। उहाँ हेल्पिङ ह्यान्ड्सको प्रेसिडेन्ट मात्र नभएर हन्टापाडा जिपीका प्रधान पनि हुनुहुन्छ र उहाँले हेल्पिङ ह्यान्ड्सका काम लगनशील गर्नुको साथै उहाँले आफ्नो व्यक्तिगत पोस्टको पनि ख्याल राख्दै आफ्नो प्रधान भएको कार्य निभाउँदै उहाँले केही दस्तावेजमा हस्ताक्षर गरिरहेको हुनुहुन्छ। यस बाटोको स्वीकृतिको लागि घर छेउमै भएका छिमेकीहरू जस्तै बिना छेत्री र उदय मोक्तानज्यूले पनि स्वीकृति दिनुभयो। यस बाटो निर्माण कार्यमा हेल्पिङ ह्यान्ड्सका प्रेसिडेन्ट श्रीमती अन्जु लोप्चनले जुन एउटा सानो र राम्रो प्रयास आफ्नो दलका सदस्यहरूसँग मिलेर गरेका थिए, यस कार्यको लागि हामी सबै हेल्पिङ ह्यान्ड्सका सदस्यहरू उहाँलाई धन्यवाद प्रकट गर्दछौँ। धन्यवाद।